कृष्ण सबैलाई जय मसीह। यहाँहरूको बिचमा एउटा शक्तिशाली कुरा सेयर गर्न चाहन्छु। वचनभन्दा बाहिर हामीले कहिले पनि प्रार्थना गर्नु हुँदैन। जस्तै परमेश्वरले अब्राहमलाई भन्नुभएको थियो, तैँले जसलाई श्राप दिन्छस् म त्यसलाई श्राप दिनेछु, जसलाई तैँले आशिष दिनेछस् त्यसलाई आशिष दिनेछु भनेर त्यो वचनलाई लिएर हामीले प्रार्थना गर्दैन। त्यो चाहिँ अब्राहमको लागि मात्रै थियो। अनि जस्तै हामी पुरानो नियममा हामी पाउँदछौँ एउटा एलियाले चाहिँ एलिसाको अभिषेक पाएको। अनि त्यसलाई ल प्रभु म चाहिँ सेवकाई गरेर आएको छु, यो पास्टर फल्ना पास्टर डिस्का पास्टरको चाहिँ अभिषेक चाहिँ मलाई आउनु पर्यो भनेर हामी प्रार्थना गर्छौँ। त्यो चाहिँ एलिया जस्तै होस्, एलिसा जस्तै होस् भनेर चाहिँ हामी प्रार्थना गर्छौँ भने चाहिँ त्यो चाहिँ एलियासम्म मात्रै सीमित हो। त्यो इजरायलको लागि थियो, त्यो चाहिँ हाम्रो लागि होइन। अनि त्यो भएको कारणले गर्दा वचनभन्दा बाहिरको कुराहरूलाई लिएर, व्यवस्थाको कुराहरूलाई लिएर चाहिँ हामी अहिलेको समयमा चाहिँ हामी त्यो कुराहरू गर्न सक्छौँ। त्यो भनेको एउटा सीमित मात्रामा थियो र त्यो भनेको बितेर गइसकेको कुराहरू। अनि त्यो इजरायल जाति यहुदी जातिहरूको मात्रै थियो। हामी चाहिँ हाम्रो निम्ति त्यो होइन। त्यो भएको कारणले गर्दा वचनभन्दा बाहिर हामी कुरा नगरौँ। हामी अनुग्रहमा जिरहेका छौँ अनि अनुग्रहमा हामी चल्ने विश्वासी छोराछोरी परमेश्वरको छोराछोरी भएको कारणले गर्दाखेरि हामीले त्यो पूर्वजको कुराहरूलाई टिपेर टपक्क लिएर आएर चाहिँ प्रभु ल यस्तो गरिदिनुहोस् उस्तो गरिदिनुहोस् भनेर हामीले भन्ने होइन।